हेलो गाइस, वेलकम टू बैक माई न्यू ब्लग। सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ मेरो अपडेटको दिन। म चाहिँ आज बिहानदेखि उठेर भाँडासाँडा मुस्काएर लुगासुगा धोएर आज चाहिँ म बाहिर निस्केको छु। अहिले चाहिँ साँझको 4:30 भइसक्यो। म चाहिँ जाने यसो बाहिर घुम्न निस्केको। मौसम पनि आज चाहिँ शीतल छ, घाम खासै लागेको छैन। आज यस्तो छ मौसम, पुरै घाम चाहिँ लागेको छैन। आज चाहिँ घाम लागेको छैन, त्यही भएर म चाहिँ बाहिर निस्केको। सोल्टी चाहिँ रुममा सोल्टी नरे म एक्लै निक्लेको। म चाहिँ आज यता घुम्न जान खोजेको फुटबल ग्राउन्डतिर। मान्छेहरू चाहिँ फुटबलहरू बलहरू क्यारेहरू खेलिरहेको हुन्छ। म चाहिँ त्यहाँतिर यसो घुम्न निस्केको। म चाहिँ अहिले यहाँ आधी बाटोमा आइसकेँ। यो चाहिँ हाम्रो यहाँ चाहिँ आधी बाटो भन्दाखेरि नि यहाँनिर बाहिर चाहिँ यस्तो अझै 5 मिनट जति हिँड्नुपर्छ। उतातिर खालि गाडीहरू पनि छ, बाटोहरू पनि छ, रोड क्रस गर्नुपर्छ। र अहिले म चाहिँ फुटपाथबाट हिँडेको छैन, म चाहिँ माथिबाट हिँडेको छु। फुटपाथबाट हिँड्दा पनि राम्रो हुन्थ्यो, तर म चाहिँ यताबाट माथिबाट आएँ। अब यहाँ चाहिँ एउटा रोड क्रस गरेर अनि उतापट्टि परपट्टि जानुपर्छ। अनि आज अरू दाइहरू पनि छुट्टी छ, तर दाइहरू चाहिँ रुममै बसिरहनु भएको छ। म चाहिँ बाहिर निस्केको। म चाहिँ रोड क्रस गरिसकेँ, यतापट्टिबाट रोड गइसक्यो। म चाहिँ यतापट्टि अब यतापट्टि अगाडि जाने। म चाहिँ यहाँनिर फुटबल ग्राउन्ड नजिक आइपुग्न लागेँ। यहाँ चाहिँ मस्जिद छ, मस्जिद हो यहाँको। यो चाहिँ मुस्लिम कन्ट्री हो नि त, अनि त्यही भएर यहाँ चाहिँ मस्जिदहरू छन् यहाँ अगाडि। यो चाहिँ बाँसको गाछी छ यहाँ बाटोको साइडमा। म चाहिँ फुटबल ग्राउन्ड आइसकेँ। यहाँ चाहिँ मान्छेहरू यहाँ खेलिरहेका छन्। कोही खेल्दैछन्, कोही त्यतिकै बसिरहेका छन्। अहिले चाहिँ खेल्ने टाइम भएको छैन क्या, त्यही भएर मान्छेहरू पनि खासै छैन।